प्रमुख सहरहरूमा त विगतदेखि नै अब एकदमै साङ्ग्रो घेरामा लिमिटेड ल्यान्ड प्लटमा घर बनाउने, घरसँगै एकदमै सानो सेफ्टी ट्याङ्क बन्ने र त्यो सेफ्टी ट्याङ्कका युजरहरू धेरै हुने हुँदा छिटो त्यो भरिने र छिटो नै त्यसलाई चाहिँ क्लिनिङ गर्नुपर्ने अवस्था छ अझै पनि कोर सिटीहरूमा। त्यो बाहेक अब जहाँ गाडी जान्छ त्यो डिस्लजर, त्यसमा त अब गाडी डिस्लजरले गर्न सक्ने भयो त्यसको सरसफाइ भने। भित्री सहरका भित्री गल्लीहरू जहाँ गाडी जाँदैन त्यस्तो ठाउँमा उहाँहरूको सहयोग बिना त्यो सम्भावनै छैन। त्यो कारणले यस्तो किसिमको महत्त्वपूर्ण जुन काममा सहभागी हुनुहुन्छ उहाँहरूको आफ्नै पर्सनल सेफ्टीको ग्यारेन्टी नहुने अवस्था। अघि उहाँले त्यो जुन हामीले एउटा भिडियो हेरौँ, त्यो भिडियोमा कतिपय कुरा त अब पढेको मान्छेले पनि त्यो त्यो काम गर्ने बेला त्यो आफूले जानेको कुरा पनि याद गर्दै प्रयोग गर्न भ्याउँदैन। भनेको अब हाम्रो मानव जन्य दिशा लगायतको मेटेरियलहरूमा चाहिँ अब यो पोइजनस ग्यासहरू जेनेरेसन हुने H2S लगायत कार्बन डाइअक्साइड पनि अब हाम्रो लागि त्यतिकै हेल्थ ह्याजर्डस भयो। यदि हामीले त्यो सेफ्टी ट्याङ्कको ढक्कन खोल्न साथै भित्र छिर्यौँ भने त त्यो हामीलाई अक्सिजन लेभल पनि पुग्दैन र H2S चाहिँ अब सल्फ्युरिक एसिडमा कन्भर्ट भइसकेको अवस्था हुन्छ भनेपछि त्यो अवस्थामा चाहिँ अब उहाँहरूले यदि यस्तो कुराको बारेमा केही प्री इन्फर्म अथवा केही नलेज नहुने हो भने साँच्चै दुर्घटनाहरू अझ घटनाहरू बढ्न सक्छ, मृत्युको केसहरू हुनसक्छ। त्यो कारणले गर्दाखेरि यसमा एकदमै सेफ्टी प्रिकसनहरू लिन जरुरी देखिन्छ र उहाँहरूको जुन एसोसिएसन छ त्यहाँ भएको मेम्बरहरूलाई चाहिँ यस्तो किसिमको डिसिमिनेसन गर्दै जाँदाखेरि उहाँहरू आफै सजग हुने, कुनै पनि काम गर्न जाँदाखेरि यस्तो किसिमको होसियारी अपनाउनुपर्छ भन्ने उहाँहरूलाई एउटा स्ट्यान्डर्ड अपरेटिङ प्रोसिडर जस्तो थाहा भयो भने पक्कै पनि दुर्घटनाका केसहरू कम हुन जान्छ। विशेष गरी मलाई लागेको अरू धेरै कुराहरू त यहाँहरू सबै जानकारै हुनुहुन्छ। मुख्य गरी अब मैले एउटा सानो कुरा नीतिगत रूपमा सेनिटेसन वर्करको सेवा क्षेत्र विशेष गरी अब नगरपालिका र अब ठुला सहरहरूमा नै हुने भएको कारणले हाम्रो ठुला नगरपालिका, महानगरपालिका, उपमहानगरपालिकामा खानेपानी तथा सरसफाइ शाखा पक्कै नै हुन्छ हरेक नगरपालिकामा। त्यही शाखामा औपचारिक रूपमा अब यो यस्तो किसिमको सेफ्टी ट्याङ्क क्लिनिङको एउटा त्यही शाखाकै एउटा अर्को जिम्मेवारी थप्ने गरी जस्तै उहाँहरूको एसोसिएसनलाई त्यहाँ दर्ता गर्ने, OHS सम्बन्धी अब PPEहरू के हुनसक्छ त्यो उपलब्ध गराउनलाई सपोर्ट गर्ने नगरपालिका ठुलो एमाउन्टमा जाँदैन। नगरपालिका ठुला महानगरपालिकाहरूसँग त्यो लेभलको आर्थिक सपोर्ट गर्नलाई केही ठुलो आर्थिक दायित्व पनि पर्न जाँदैन। त्यो कारणले गर्दाखेरि त्यो OHS को लागि PPE दिने लगायत उहाँहरूको इन्सुरेन्सका कुराहरू फर्मलाइज गर्ने। त्यहाँ एउटा फ्लेक्समा देखियो जरिमाना, यत्रो काम गर्नु भएको छ उल्टै उहाँहरूलाई जरिमाना गरेको जस्तो कतै सुनिएको पनि छ। त्यो कारणले यसलाई चाहिँ हरेक नगरपालिका थ्रु फर्मल तरिकाले रजिस्टर गरेर खानेपानी तथा सरसफाइ शाखामा नै उहाँहरूको आफ्नो काम त्यो शाखाको जिम्मेवारीमा त्यो राख्न सकियो भने पक्कै पनि उहाँहरूलाई अलिकति मोरल सपोर्ट पनि हुन्छ। त्यो हुँदाखेरि र अनि डिस्लजिङ गरेपछि कहाँ लगेर राख्ने भन्ने कुराहरू उहाँहरूलाई अब इन्फर्मल तरिकाले राति अथवा कसैले देख्ला कि भनेर त्यो अफ टाइममा गएर त्यो एकदम रिस्की कामहरू गर्नुभन्दा फर्मल तरिकाले अब कुनै नगरपालिकाले यहाँ कुनै पोइन्टमा लगेर अब FSTP भएको ठाउँमा त्यहीँ लगेर डम्प गर्ने, अन्यथा कुनै एउटा अलिकति लेस हेजार्ड हुने अथवा रिस्क हुने ठाउँमा उहाँहरूले एसाइन गरेको हुनसक्छ नगरपालिकाले, त्यस्तो ठाउँमा लगेर सेप्टिक स्लजहरू डम्प गर्ने कुराहरू आउन सक्छन्। त्यो कारणले अब हाम्रो इफोर्ट चाहिँ स्थानीय तहसँग समन्वय गरेर खानेपानी तथा सरसफाइ शाखामा नै यो पवित्र कामलाई चाहिँ जोड्न जरुरी छ। त्यही शाखा मार्फत OHS का कुराहरू, त्योसँग रिलेटेड PPE लगायत इन्सुरेन्स के गर्न आवश्यक हुन्छ ती कुराहरूलाई चाहिँ त्यहाँ थ्रु चाहिँ अगाडि बढाइयो भने पक्कै पनि यसले सार्थकता पाउँछ र उहाँहरूको सम्मान पनि हुन्छ। उहाँहरूको यति भ्यालुएबल काम गर्नुभएको छ, उहाँहरूलाई साँच्चै हाम्रो सोसाइटीले अब रेकग्नाइज गरेन भने उहाँहरूलाई मोरल सपोर्ट पनि हुँदैन। त्यो कारणले गर्दाखेरि हामीले अब यो वर्कसप मार्फत अब यदि यो शाखामा मलाई ठ्याक्कै थाहा भएन, यदि त्यस्तो किसिमको नगरपालिकाको खानेपानी तथा सरसफाइ शाखामा यस्तो खालको फर्मल तरिकाले त्यहाँ जोडिएको छैन भने त्यतातिर चाहिँ हामी उन्मुख हुन जरुरी छ। त्यो भयो भने
हामीले धेरै मेहनतै गर्नु पर्दैन। नगरपालिका आफैले आफ्नो सिटिजनको घरको सरसफाइदेखि लिएर अन्य कुरामा नगरपालिका आफै फ्रन्टलाइनमा हुने भएको कारणले उहाँहरूलाई त्यहाँ जोड दियो भने सबै कुराहरू सस्टेनेबल वेबाट अगाडि बढ्न जान्छ भन्ने लाग्छ। अन्त्यमा यस्तो किसिमको पवित्र काममा इन्भल्भ हुनुभएका हाम्रो सेनिटेसन वर्करको टिम लगायत आजको यस कार्यक्रम आयोजना गर्ने इन्फो सहित सम्पूर्ण टिमलाई विशेष धन्यवाद दिन्छु।